एक समयको कुरा हो, आजभन्दा लगभग 100 देखि 150 वर्ष अगाडि नेपालको चुरेभिरमा लिम्बुटार नामको एउटा सानो तर सुन्दर गाउँ थियो। चारैतिर हरियाली डाँडाकाँडाले घेरिएको, बीचमा सुन्दर फाँट र कलकल बग्ने खोला। गाउँका मानिसहरू शान्त र मिलनसार थिए। उनीहरू खेतीपाती र पशुपालन गरेर आफ्नो जीवनयापन गर्थे। गाउँका मुखिया थिए पासाङ लिम्बु। उनी ज्ञानी र दयालु थिए। गाउँका सबैले उनलाई आदर गर्थे। गाउँमा सबै मिलेर चाडपर्व मनाउँथे, दुःख सुख बाँड्थे। गाउँको सुन्दरता र शान्ति देखेर जो कोही पनि मोहित हुन्थ्यो। तर यो शान्ति धेरै समयसम्म टिकेन। एक दिन गाउँमा अनौठो रोग फैलियो। मानिसहरूलाई ज्वरो आउने, टाउको दुख्ने र शरीर कमजोर हुने समस्या देखियो। सुरुमा त मानिसहरूले यसलाई सामान्य मौसमी रोग ठाने। तर दिन प्रतिदिन बिरामीको संख्या बढ्दै गयो। गाउँका बुढापाकाहरूले भने यो रोग हाम्रो गाउँमा पहिले कहिल्यै देखिएको थिएन। यो त कुनै अदृश्य शक्तिले ल्याएको विपत्ति हो। मुखिया पासाङ लिम्बुले गाउँका सबैलाई जम्मा गरेर भने, हामीले मिलेर यो रोगको सामना गर्नुपर्छ। सबैले सरसफाइमा ध्यान दिउँ, बिरामीको स्याहार गरौँ र भगवानसँग प्रार्थना गरौँ। गाउँलेले मुखियाको कुरा मानेर सरसफाइमा ध्यान दिए, बिरामीको स्याहार गरे र भगवानसँग प्रार्थना गरे। तर रोग झनझन बढ्दै गयो। बिरामीहरू कमजोर हुँदै गए र धेरैको मृत्यु भयो। गाउँ शोकमा डुब्यो। एक दिन गाउँमा एकजना वैद्य आए। उनले बिरामीहरूलाई जाँच गरेर भने, यो औलो र रुडीको रोग हो। यो रोग लामखुट्टेको टोकाइबाट सर्छ। हामीले यसबाट बस्न लामखुट्टे मार्ने उपाय अपनाउनु पर्छ। वैद्यले गाउँलेहरूलाई औषधि दिए र लामखुट्टे मार्ने उपाय सिकाए। गाउँलेले वैद्यको कुरा मानेर औषधि खाए र लामखुट्टे मार्ने उपाय अपनाए। तर रोगले यति धेरै मानिसलाई कमजोर बनाइसकेको थियो कि धेरैलाई बचाउन सकिएन। रोगले गाउँलाई तहस-नहस बनायो। धेरै घरहरू खाली भए, खेतहरू बाँझो भए। गाउँमा शोक र सन्नाटा छायो। मुखिया पासाङ लिम्बु पनि रोगबाट बस्न सकेनन्। उनको मृत्युले गाउँलाई झनै शोकमा डुबायो। केही समयपछि रोगको प्रकोप कम भयो। तर गाउँका धेरै मानिसहरूले आफ्नो ज्यान गुमाइसकेका थिए। बाँचेका मानिसहरूले आफ्नो गाउँलाई फेरि पहिलेकै अवस्थामा फर्काउन धेरै प्रयास गरे। तर पुरानो लिम्बुटारको सुन्दरता र शान्ति फेरि फर्किन सकेन। आज पनि लिम्बुटारको त्यो ठाउँमा पुग्दा त्यो गाउँको दुःखद कथा सम्झना आउँछ। त्यहाँका खाली जमिन, बाँझो जमिन र त्यहाँ भएको घरको घडेरीको नक्सा जस्तो देखिने त्यो गाउँमा ओहिले मानिसहरू बस्थे भन्ने कुराको सम्झना दिलाउँछ। अहिले यो ठाउँ इलाम जिल्लाको रोङ गाउँपालिका वडा नम्बर 2 जगारे गाउँको नजिकको जङ्गलमा रहेको छ। यो भिडियो सामग्री उपयोगी लाग्यो भने मेरो यो भिडियोलाई लाइक गरिदिनुहोस् र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिच्नुहोस् ताकि आगामी मेरो भिडियो सामग्री छिट्टै पाउनुहोस्। अनि सेयर गरेर अरूलाई पनि जानकारी दिनुहोस्। तपाईको एक क्लिकले मेरो प्रेरणा दोब्बर हुनेछ। यो भिडियो अन्तिमसम्म हेर्नु भएकोमा धन्यवाद।